हेर्नुहोस् है साथीहरू, यहाँ दाउरा कता पनि यस्तो धेरै हेर्नु। यहाँ हाम्रो नेपालमा बाबै काटेर यति धेरै ल्याएर थुपारेर राखेका हुन्छन् है यहाँको मान्छेहरूले। अनि सानो बनाएर काटेर छोटो छोटो एक एक हातका टुक्राहरू बनाएर घरमा लगेर आगो तापेर बस्छन्। हामीलाई चाहिँ ताप्न दिन्नन् होइन, हामीले चाहिँ चलाउन पाइन्न यस्तो दाउराहरू। जङ्गलमा टन्नै हुन्छ, यस्तो रुखहरू काटेर बनाएको हुन्छ। अनि त्यस पछाडि हामीलाई चाहिँ बाल्न दिन्नन्, उनीहरू चाहिँ बाल्छन्। तर हामीले काट्न पनि पाइँदैन, हामीलाई फाइन लाउँछ, फेरि छुन नि पाइँदैन त्यस्तो चाहिँ। साथीहरू हेर्नु त हाम्रो नेपालको गाउँ जस्तै छ यतातिर है, कस्तो राम्रो छ। तर बस्नलाई चाहिँ यो जङ्गल त होइन, यो बस्ने जङ्गल त सानो जङ्गल जस्तै छ। हाम्रो नेपालमा भए जङ्गलै भन्छन्, तर यो जङ्गल चाहिँ होइन। यहाँनिर घरहरू पनि छन्। साथीहरू हाम्रो नेपालीहरू बस्नुहुन्छ है घरमा। अनि सागहरू रोपेको छ त्यहाँनिर होइन। हामी चाहिँ साग किन्न आएको वास्तवमा यतातिर घुम्दै होइन। अनि साग किन्न आएको, तर साग चाहिँ भेटेन। त्यो गाईहरूसँग डर लागेर जान सकेन उतातिर। त्यहाँ गाईहरू पालेको छ, त्यहाँ देखेर डर लागेर जान सकेन। हेर्नु साथीहरू यस्तो छ है यहाँतिर। यो कुन ठाउँ भन्नुहुन्छ नि, यो पोर्चुगल हो है। अनि यहाँ घरहरू छ, यहाँ नेपालीहरू बस्नुहुन्छ। साग लाउनु भयो, अनि किन्नु पर्यो भनेर आएको है। अनि किन्न पाइनँ। मेरो साथीहरू चाहिँ उता पर पुगेन होइन, म चाहिँ यतातिर छु है, हिँड्दैछु साथीहरू है। यहाँ बिराला, यहाँ चाहिँ सबैभन्दा धेरै बिरालु पाले हुन्छ नि साथीहरू। अन्त यहाँ बिरालो मेरो घरमा नि कति धेरै बिरालु देख्नुभयो। यहाँ साग हुन्छ, सागहरू लगाउनु भएको रहेछ होइन। यहाँ पहिला त यहाँ अर्कै मान्छेहरू बस्नुहुन्थ्यो, अहिले अर्कै बस्नुहुँदो रहेछ है। अनि यहाँनिर हेर्नु साथीहरू, यो के अरे मौसम कति धेरै छ है फलेको। यहाँको मान्छेहरूले आफ्नो बारीको मौसम खाँदैनन् है, चेक गरेर मात्रै खान्छन्। हाम्रो बाबा एउटा बुटो पनि रहनै थियो होला, कस्तो राम्रो छ। ऊ त्यहाँ कागती होइन, यहाँ सुन्तला, यो बोट हेर्नु कस्तो राम्रो छ। खान्न भुइँभरि खस्या खाऊ साथीहरू। यहाँ खान पनि दिन्नन् फेरि, त्यस्तो हुन्छ है। मेरो साथीहरू त्यहाँ कुरेर बसेछन्, म चाहिँ जानु